कस्तो चिप्लेको यार। हेलो गाइज, वेलकम ब्याक टु माई एनोदर ब्लग। अहिले चाहिँ ठ्याक्कै 8:20 जस्तो भएको छ। हामी टिएसएल हालेर यताउता गरेर अहिले हामी यहाँ गङ्गोबोबाट हाम्रो राइड स्टार्ट गरिरहेको छौँ। हामी यता मेलम्ची हुँदै जाने कुरा छ। सो अब हामी यहाँबाट हाम्रो राइड स्टार्ट हुन्छ। आज हामी गएर आमायाङ बेस क्याम्पमा बस्छौँ। त्यसपछि भोलि बिहान चाहिँ माथि हाइक गर्नेवाला आउँछौँ। सो अबको यात्रा बाइकमा। लोकल माछा हामी यहाँ रातो पुलमा आइपुग्यौँ होइन। अनि यहाँबाट अब हामी ठ्याक्कै आमायाङ पुग्नलाई चाहिँ 29 किलोमिटर रहेछ। सो हामी अब यहाँ पुलको बाटोमा जान्छौँ। Fall asleep to the sounds of the sea. अब बजार छ भन्दै हुनुहुन्छ दाजुले। वहाँ छ जस्तो त लागेन, जङ्गलै जङ्गल छ यार। हामीले टिकटकमा देखे अनुसार अनि त्यहाँ तल मेलम्चीमा त्यहाँको दाइहरूले भनेअनुसार नजिक छ जस्तो लागेको थियो। त्यहाँबाट 2-3 घन्टामा पुगिन्छ भन्नुभएको थियो, तर 2-3 घन्टा त कति सक्यो है, अझै नै आइपुगेको छैन यार। लास्टै लामो रहेछ नि त। बवाल रहेछ यार। यहाँ हामी एकछिन बिसाउनुपर्छ के हो। तार्के ग्याङ यही रहेछ नि त, तार्के ग्याङ भन्ने ठाउँ। अलिक माथि जाउँ न, पसलहरू त छ उता माथि। के अरे एभरेस्ट जाँदाखेरि नि अब सल्लेरीतिर यस्तै हुन्छ नि त ठाउँहरू। त्यस्तै ठ्याक्कै त्यही वाला भाइ आउने रहेछ यार। यहाँ रहेछ नि त टेन्टहरू, मान्छे बस्न मिल्ने। अब हामीले बुक गरेको चाहिँ अलिक माथि नै छ भन्ने खबर छ। म उतै यस्तो लाग्यो आमायाङ उता माथि टपमा देखिरहेछ यार अलिकति होइन। यहीँबाट त यत्रो ठुलो देखिरहेछ हिमाल। यो पाहाडपछि हिमालय छ भने त्यहाँबाट कस्तो देखिन्छ होला क्या। ल गाइस, अहिले चाहिँ फाइनली हामी तार्की ग्याङमा आइपुगेको छौँ। तार्की ग्याङको मेन बस्ती यहाँ छ। अनि गाडीमा आउँदाखेरि लोकल गाडीहरू पनि यहीँसम्म मात्रै चल्छ क्या। अनि यहाँनिर चाहिँ मेन बजार यहाँ हो। यहाँबाट हामी माथि बेस क्याम्प चाहिँ अब त्यही आधी घन्टा 45 मिनटको राइड गरेर जानुपर्ने हुन्छ। सो अहिले यहाँ चाहिँ हाम्रो तार्की ग्याङ। अब यहाँ हामी ब्रेकफास्ट गर्छौँ, त्यसपछि हामी मास्टर जान्छौँ। We could rent a room and watch the stars dance round the moon. Fall asleep to the sounds of the sea. ल तार्की ग्याङको खाजा खाऊ खाऊ। भोक लागेको छ यार। अघि त भोक लागेको थिएन जस्तो लाग्यो, यहाँ एकछिन फिल्डको भोक लागेको रहेछ। ल खाजा साजा खायौँ। अब यहाँबाट माथि जाँदैछौँ हामी तार्के ग्याङबाट। अब कतिमा पुगिन्छ अरे? आधी घन्टामा पुगिन्छ। आम्बो लौजा। कस्तो चिप्लेको यार। म चाहिँ होइन यताबाट चिप्लिन्छ भने माथि अघि नगएपछि माथिबाट हालेर तान्छु भनेको क्या खासमा।
हानेको भए ठिक हुन्थ्यो थैट यो त झन् कत्रो कसरी काट्नु यो त नि तलै पुऱ्याउनु मेरो खुट्टा यस्तो चिप्लो यहाँ नि जुम उठाइ के भन्छ कि ल फाइनली गाइस हामी आमा यहाँ बेस क्याम्पमा आइपुग्यौँ हाम्रो गेट भोलि जाने यहाँबाट छ कति बज्यो 3:30 3:30मा हामी बेस क्याम्प आइपुग्यो ओ बाबा उफ यहाँबाट चाहिँ हिमाली देख्छ मजाले अब बेस क्याम्प भनेको अनि हाम्रो भोलि जाने आमा यङ्ग्री पिक माथि छ ल अहिले चाहिँ हाम्रो बस्ने टेन्ट हेर्नको लागि गइरहेको छौँ हामी होइन यता चाहिँ अब खाना खाने यताउताहरू यहाँ रहिसक्यो अरे यहाँ बस्ने अब यहाँबाट चाहिँ हामी हाम्रो बस्ने रुम गइरहेछौँ यही नै हो हाम्रो कता हो 2 जनाको टोइलेटहरू तल रहेछ तल छ टोइलेटहरू ए अब हिउँ भनेर यही त होला नि सम्झिने हामीले हिउँ गाइस हिउँ आहा बेड चुज गर्नुहोस् है झोला राखेकोले चाहिँ बेड चुज गर्नुभयो ओ भगवान बस जानुहोस् है म यो बन्द गर्छु सुज खोल्नु पर्दैन हो ल हस् थ्याङ्क यू ल बस्ने रुमहरू चाहिँ यस्तै रहेछ ए ल अब यहाँ चाहिँ अब बुक भएर गएको टोलीहरू रहेछ यो ब्याग राखेको चाहिँ बुक भएको यो पनि बुक त्यो पनि बुक नभएको यता छेउछेउमा रहेछ यहीँ छेउमा बसौँ यो टाँसेको रहेछ हामीलाई यो फाइदा छ फेरि उता कस्तो पर्ने हो है फेरि त्यो मान्छे हिँडेको गर्छ नि के लागि हुन्छ यहाँ बसौँ न त है चिलो छ त 2 जनालाई ठिक्क वाउ ल हाम्रो ए सामान राख्ने एक्स्ट्रा यता पनि रहेछ नि त वाउ हामीलाई त स्पेस भइगयो नि ल चार्ज मेन चाहिँ चार्ज गर्नुपर्छ यार चार्ज बल्छु बोल्दैन त्यो चेक गर न ल छैन ल यहाँ चाहिँ एकदम अर्ग्यानिक पाराको रहेछ यो चाहिँ अब आफ्नै गाउँमै क्या आँगनबाट यतिको त देखिन्छ अनि योभन्दा ठुलो देख्छौ योभन्दा ठुलो देखिन्छ अनि उतै त्यो पहाडहरू छ नि त्यो सुक्खा पहाडहरू हो हाम्रोबाट पारी देखिन्छ त्यस्तो सुक्खा पहाडहरू मतलब हिमाल स्टार्टहरू अगाडि ल अहिले हाम्रो माहौल चाहिँ यस्तै चलिरहेछ बेस क्याम्पको अब करिब 7 हुँदैछ मलाई थोरै मात्रै अब थोरै बस ल अहिले चाहिँ हाम्रो खाना ओके भइसक्यो खाना लिएर जाँदैछु मैले चाहिँ यो चाहिँ हाम्रो चिकनको लागि चाहिँ एक्स्ट्रा 150 थाल्नु पर्दैछ अनि यो चाहिँ हाम्रो प्याकेजको खाना भेज खाना यसमा अब के छ भने चाहिँ चटनी काउलीको तरकारी दाल चिकन सलाद बस यति हो दिदी यो लाइट बाल्न मिल्दैन 2:30 भइरहेछ होइन 2:30 चाहिँ बेस क्याम्पको अवस्था यस्तै छ तातो पानी छ कि भनेर चाहिँ हिँडिरहेको छु तातो पानी रहेछ तातो पानी खानुपर्छ सुरुमा त्यसपछि थाहा हुन्छ के गर्ने ल 3:23 भयो हाम्रो यहाँ बेस क्याम्पबाट चाहिँ अब हाम्रो हाइक स्टार्ट चलो यहाँ आदि मान्छेहरू त्यहाँ बस्छ तातो पानी खाली हुनुहुन्छ उठ्यो लाइट त दामी रहेछ त्यहाँ त त्यसमा चाहिँ हामी ठ्याक्कै गेटबाट भित्र इन्ट्री गरिरहेको छौँ
कस्तो भइरहेछ हिँड्न फोक्सो चाहिँ गइसक्यो वाइल्ड माथि रहेछ यार डेढ घन्टा हामी क्रस गऱ्यौँ सँगै आएको हामी धेरै त तलै छ हामी चाहिँ 2-3 ग्रुप चाहिँ माथि कटिसक्यो हामी बिचमा छौँ अनि यो दाइहरू बाँकी तलै छ नि मेरो हालत 451 ठ्याक्कै हामी माथि पिकको छेउतिर आइपुग्यो अहिले चाहिँ ओ ल 451 चाहिँ 5 अब हामी त्यो आधी घन्टा जस्तो लाग्छ र हाम्रो माथि टाढा यो हो यही होला पानी तातो रहेछ क्या है तातो हो थोरै पिदिन ल मेरो 6 जना स्क्वाड छ फेरि मार्छ थोरै मुख भिजाउनु म बिचाइ भयो हाम्रो त ओ माई गड मेरो ज्याकेट पनि यति साह्रो चिसो भएको यार ल थोरै यति भयो जस्तो त भयो यति भएपछि पुग्यो किनभने पानी छैन हाम्रो फेरि 6 जना मान्छेले पुग्नुपर्छ त्यो पानी ठिक छ दाइ थोरै चाहिरहेको थियो भनिरहला ल अब हामीले थोरै खाँदै मलाई भन्दा नि त्यो म त फर्केर जान्छु भनेर बसेर पानी पाएन भने यो मुला रातिमा मुख मात्र भिजाउने हो क्या अरू भन्दा मेरो तल फेरि दाइले सोध्छ नि कति हो अब आधी घन्टा त पुग्छ अब त पुग्छ होला जस्तो लाग्यो फिलिङ गुड ल 5:30 मा हामी आमा याङ्रीको गेट प्रवेश गरेको छ ओ वाउ यार कुटी त्यो मान्छेको जय होस् यार चिसोमा त मजा आउँछ राखौँ है राखौँ एकछिन मसँग छ ए दाइको रहेछ ए तपाईँको हो दाइ पन्जा चाहिँ यो दुईटा थियो पानी नभएर ल हस् थ्याङ्क यू दाइ तपाईँलाई एकदम धन्यवाद बा अमृत खास जस्तो भयो खोइ ओहो चाँडा आएर आगो फुक्न भ्याइसक्नु पर्छ जुत्ता खोलेर यसरी सेकाउनु पर्दैछ आगो फिरिएर गइसक्यो आउन अहिले चाहिँ हाम्रो मकै स्टार्ट भइरहेछ यहाँ दाइहरूले मकै ल्याउनु भएको रहेछ बेस क्याम्पमा भेटेर साथी भएर अब हामी यहाँ मकै स्टार्ट लो यो चाहिँ अमृत हो है बब्बन आमा याङ्रीमा आएर मकै भट्टी खाना पाउनु भनेको त नेक्स्ट लेभलको मकैले त केही हुँदैन नि मकै झन् राम्रो अर्ग्यानिक होइन झाडी नबालौँ है मार्ला उताको भन्दा नि यता खिच्नु मजा आउँछ होला ओहो आयो ल अब यता हेर यसले मोबाइल त दिनु यता फेरि चिल छ नोगल बालै छ सनराइज होस् के जस्तो जस्तो बालै छ यहाँबाट गणेश हिमाल लाङटाङ हिमाल गौरीशङ्कर दोर्जे लाक्पा जुगल लगायतका कैयौँ हिम श्रृङ्खलाहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ
गाइस यो चाहिँ हाम्रो आमा याङरीको मेन गुम्बा हो होइन त्यो दाइहरूको पनि फोटो खिच्नु पर्छ त अघि बसेर मकै दिनेहरू कहाँ गयो Look at the view, guys. बवाल मजा आइरहेछ हामी अहिले भ्यू पोइन्टमा गइरहेको छौँ मेन भ्यू पोइन्टमा त्यो धजाइ धजाको ठाउँमा यहाँनिर अलिकति हेर्नलाई अलिक सजिलो रहेछ भनौँ न सो हामी यता हिँडिरहेको छौँ यति बेला अर्को पनि हामी मुनि छ है थ्याङ्क यू खतरा है आमा याङरीको भ्यू चाहिँ यस्तै छ गाइस फाइनल्ली आमा याङरी भ्यू पोइन्ट ओफ यता छ हाम्रो हिमालहरू यस्तो नजिक नजिक देखिरहेछ पुरा छोडिदिउँ न यता गएर त यस्तो दामी भन्नु के हुनु बवाल मजा आइरहेछ 3771 मिटरको उचाइमा छौँ अनि यतिको उचाइमा बसेपछि मजा आउँदैन त यतिको मजाको भ्यू देख्दैन त सब मजा आउँछ आउँदा त फेरि फोक्स जान्छ र पो त ओ तल हामी अघि हिजो बसेको बेस क्याम्प कहाँबाट आएको हामी धुलिखेलबाट धुलिखेल होटल बनेको टाढैबाट आएको रहेछ त ल हाम्रो आजको यहाँ आमा याङरीको ट्रेक बबाले भइरहेछ अहिलेसम्म अहिले कति बज्यो बिहान टाइम धेरै स्पेन्ड गऱ्यो हामी यता यता सब मान्छेहरू फर्किसक्यो अब त यहाँ सबजना फर्किसक्नु भएको छ अनि हामी चाहिँ छौँ यहाँनिर ल चिल छ चिल यो पालिलाई आमा याङरीलाई बाई बाई भन्नुपर्ने हुन्छ अब हामी ब्याक टु बेस क्याम्प अब यहाँबाट हामी बाटोमा हल्का फुल्का सर्ट लिँदै जान्छौँ किनकि आउँदाखेरि हामीले सर्ट लिन पाएको छैनौँ होइन ल जाउँ जाउँ गाई जाउँ जाउँ आऊ है ल तलबाट चाहिँ यस्तो देख्छ है आमा याङरी ओ दिदी छेउछेउ हिँड्नु दिदी छेउछेउ आम्मो कस्तो ठुलो लौरो भेट्नुपर्छ दाइले बाई बाई भने बाई बाई The light is fading fast from this old town. We gotta go. हिँड्नै डर लाग्दैन यार भिडियोको पारामा मान्छे पुग्दैन हेर्नु म त अब मान्छेहरू भर्खर आइरहेछ यार बिचरा तिनीहरूको पीडा बुझिदिनु पर्छ हामीले हिँडा हेर्नु नि त गाइजहरू त माथि दुईजना त माथि रह्यो त नि हो बाबा कस्तो छ भ्यू आमा याङरीको बाटो त बाबा ल हामी फर्केर यत्रो तल आइसक्यौँ आमा याङरी माथि पिक हामी फर्केर तल आइसक्यौँ यस्तो भिरै भिर गएको स्पाइडरम्यान हो क्या म Bags are packed, so what we
असली बाटो भनेको यस्तै हो ओ गाइजहरू आमा यहाँनिर आउनलाई एकदम प्रिपेयर भएर आउनु होला हामी यस्तो बाटो हिँड्छौँ बडङ बडङका बाटो त यस्तै हो बिजोक छ बिजोक हामी यहाँ हिँड्दैछौँ मस्त ए खुट्टा दुख्यो भन्ने मान्छे त अगाडि पुगिसकेको रहेछ त यो पुरै यहाँ भित्र भएको चिजलाई निकालेर बाहिर राखेछन् यो गर्नेको त्यो मान्छे चाहिँ एकदम के भन्नु त्यसलाई अरू कसैले चाहिँ नगर्दिनु अरूले नगरिदिनु होला अहिले चाहिँ हामी फर्केर फेरि पनि आमाङ्गिरीको मेन चढ्ने गेटमा आइपुग्यौँ ए ल खिच्नु तपाईँ खिच्नु त्यसपछि हामी बस्छौँ आयो सबैजना आयो हात हल्लाइदिनु त ल स्क्रिनसट गरौँ है सबैले अहिले फर्केर हामी आमाङ्गिरी चढ्ने गेटमा आइपुग्यौँ कति बज्यो 9:42 हामी फेरि ब्याक टु बेस क्याम्प बाई बाई